हेलो एभ्रिवान, आज चाहिँ मेरो घर बन्दैछ मकैको भात अनि गुन्द्रुकको तरकारी। हजुरहरूलाई कस्तो लाग्छ मकैको भात र गुन्द्रुकको तरकारी? हेर्नुहोस् त, मैले यसरी खाना चाहिँ बसालिसकेको छु। अब खाना भनौँ या मकैको भात भनौँ होइन, अब चामलको भातलाई चाहिँ खाना भन्दा पनि फरक नपर्ने, तर मकैको भातलाई चाहिँ भातै भनौँ है, किन भन्दा हाम्रो राष्ट्रिय खाना के हो, ढेँडो र गुन्द्रुक भने जस्तै मकैको भात र गुन्द्रुक पनि त त्यति नै राष्ट्रिय खाना बराबरै मकैको भात पनि। अनि यस्तो हुस्यो लागेको दिन आज मकैको भात र गुन्द्रुकको तरकारी खाउँ भनेर चाहिँ मैले सोचिसकेँ। यसरी बाख्रा पाठा पनि यसरी बसेछ है जाडोमा, सानो पाठालाई चाहिँ मैले त्यसरी छोपिदिएको छु। अब म च्याख्ला केलाउनतिर लागेँ। च्याख्ला यसरी मजाले चाल्नुमा चाहिँ चालिसकेपछि पिठो सबै तल झरिसकेपछि माथि चाहिँ च्याख्ला मात्रै बस्छ नि त। पिठोवाला भात चाहिँ बुवालाई अलि मन पर्दैन, त्यही भएर म चाहिँ च्याख्लाको मात्रै बनाउँछु। पिठो चाहिँ बाख्रालाई खोलेँ। यसरी मजाले मैले चाल्नुमा मजाले च्याख्ला केलाइसकेपछि अब नाङ्लोमा यसो अलिअलि केलाउनु पऱ्यो। फेरि त्यसको भुस फाल्नु पऱ्यो। त्यसको अलिअलि ठुल्ठुलो कुनै ठुलो बसेको हुन्छ कि च्याख्ला, त्यो च्याख्ला चाहिँ फेरि पाक्नु खोज्दैन। अनि त्यसलाई पनि मजाले यसरी केलाएर मैले अलग्गै राग गरेँ। अब त्यो ठुल्ठुलो च्याख्ला अनि भुस्सा अनि पिठो चाहिँ बाख्राको लागि म खोले बनाउँछु। यसरी मैले मजाले केलाइसकेपछि च्याख्ला पनि सफा गरेर केलाउनुपर्छ कि, नभए त फेरि ठुल्ठुलो त च्याख्ला पाक्न खोज्दैन नि त। अनि काँचै बसेपछि पेट दुख्ने समस्या। अनि मैले च्याख्ला केलाइवरी यसरी सफा पारेर त्यो भुसलाई सबैलाई बढारेर लाग्यो। अनि च्याख्ला केलाउनु म धुनतिर लागेँ। पानी पनि मजाले उम्लिसकेको थियो। अनि म यसरी च्याख्ला धुँदैछु। यसरी च्याख्ला मैले चाहिँ ट्याक्कै दुई पानी धुन्छु, धेरै त त्यस्तो धुनु पर्दैन। त्यही पनि 2 पानी धुयो भने माथि त्यो भुस जुन तैरिन्छ नि, त्यो भुस गएपछि अनि हल्का मैलो यसो मकै अब त्यसै हामीले भाँचेर ल्याएर राखेको हुन्छ होइन। कति लात्तीले पनि किच्छन्, अब बच्चाहरू खेलेको हुन्छ, अब मिलसम्म पुग्दाखेरि त जे भए पनि फोहोरै हुन्छ नि त। यसरी सफा पारेर यसरी पखालिसकेपछि हेर्नु त कति राम्रो भयो पहेँलो। यो चाहिँ पहेँलो र सेतो 2 थरीको मकै मिसाएको छु मैले चाहिँ यसमा। पहेँलोको चाहिँ हल्का लस्सा आउँदैन कि, त्यही भएर मैले सेतो पनि मकै मिसाइदिएको छु। पानीको बाफले गर्दाखेरि, तातो बाफले गरेर राम्ररी भिडियोमा देख्न सकिएन राम्रो गरी पानी उम्लेको। यसरी च्याख्लालाई मजाले मैले उम्लेको पानीमा यसरी लगाइदिएँ। पानी चाहिँ मैले झिक्नु पर्ने थियो, अलिक बढी भएको थियो पानी, तर बिर्सिएछु। यसरी सबै च्याख्ला लगाइदिइसकेपछि अनि मैले मजाले चलाएँ। अनि यसो चलाइसकेपछि पानी अलिक बढी भएको छ। अब म थोरै पानी निकाल्छु। म थोरै पानी निकालेर अलग्गै राखिदिन्छु। अनि मजाले त्यसलाई छोपेर चाहिँ एकछिन फत्किनु दिने मजाले। यता हेर्नु त फत्केर कति राम्रो भइसकेको छ। पानी पनि सुक्दै गइसकेपछि यसरी च्याख्ला पनि पाक्दै जान्छ। आगो पनि मजाले आँच दिनुपर्छ। कम आगो भयो भने चाहिँ पाक्न अलिक खोज्दैन खाना या भात। अब म लागेँ तरकारीको तयारीमा। अब गुन्द्रुकमा चाहिँ आलु मिसाएको मनपर्छ नि त मेरो छोरालाई। मलाई त गुन्द्रुक मात्रै पनि मनपर्छ, तर उसलाई आलु मिसाएको मनपर्छ। अनि मैले यसरी आलु 4-5वटा आलु यसरी काटेँ। अनि आलु काट्दैछु मैले चाहिँ ढोका बन्द गरेको छु, किन भन्दाखेरि बाहिर यस्तो हुस्यो लागेछ नि जाडोले गर्दाखेरि। हुस्यो लागेर जाडोले गर्दाखेरि कस्तो ठिकै बाहिरको त्यो सिप्फा छ भित्र। अनि मैले यसरी भान्साको ढोका चाहिँ लगाइदिएँ। टमाटर पनि मैले यसरी काटेँ, 5-6वटा टमाटर लिएँ। खुर्सानी चाहिँ म त्यति धेरै पिरो खाँदिनँ। अनि 3टा जति 3-4वटा हरियो खुर्सानी, 3-4वटा हरियो खुर्सानी काटेर यसरी तयार गरेँ। त्यसपछि यसरी हेर्नुहोस् त मैले कसरी काटेँ ठिक्कै। धनियाँ पनि थोरै रहेछ नि, धनियाँको पत्ता पनि थोरै मैले काटिदिएँ। गुन्द्रुकको लागि चाहिँ मैले जिरा अनि खुर्सानी अनि लसुन लिएको छु। 2टा मात्रै खुर्सानी लिएको छु, किन भन्दा त्यति खासै पिरो खाइँदैन। खाना पनि हेर्नुहोस् न पानी सुकेर कस्तो रेडी भइसकेको छ है। खाना फेरि खानै भनेपछि सरी है, भात पनि रेडी भइसकेको छ। अनि आगोलाई हल्का मैले बाहिर निकाल्दै दाउराहरूलाई, कोइला चाहिँ भित्रै राख्ने। अनि गुन्द्रुक पनि यसरी मैले धोइवरिकन थपक्क राखेको छु। यता मैले कराही बसालेँ। अब गुन्द्रुकलाई चाहिँ थोरै तेल लगाएर त्यो तेलमा चाहिँ गुन्द्रुकलाई भुटेर म निकाल्छु। हेर्नुहोस् है, यसरी थोरै तेल लगाएर गुन्द्रुकलाई, अनि तेल मजाले तातिसकेपछि, तेलबाट बाफ आइसकेपछि मैले यसरी गुन्द्रुक लगाएर मजाले भुटेँ। गुन्द्रुकलाई भुटिसकेपछि एकछिन भुट्ने, 3-4 मिनट भुटिसकेपछि अनि हल्का त्यसको काँचोपन हुन्छ नि जुन, त्यो अलिकति गएर बास्ना आउँछ कि, अलिकति त्यो भुटेको बास्ना चाहिँ अलग्गै हुन्छ।
यसरी मेरो गुन्द्रुक पनि भुटिसक्यो। मैले यसरी निकालेर कचौरामा राखेँ। त्यसपछि म अब आलु भुट्नतिर लागेँ। यसरी ठिक्क तेल लगाएर तोरीको तेल चाहिँ अलि मजाले पाक्नुपर्छ, नभए कस्तो बनाउने कि काँचै बच्चाहरूलाई मनै पर्दैन त्यस्तो काँचो बनाइसकेपछि। मलाई चाहिँ काँचै बास्ना पनि त्यसको मिठै लाग्छ गन्ध बास्ना, तर बच्चाहरूलाई मन पर्दैन। अनि यसरी खुर्सानी लगाएर मैले मजाले खुर्सानी पनि रातो हुने गरी भुटेँ। कन्ती भनेको सरी कराई पनि डढिसकेको रहेछ। अनि मैले यसरी आलु लगाइदिएँ। आलु लगाएर अनि मजाले चलाइदिइसकेपछि यसमा अनि बेसार लगाएर मजाले चलाइदिएँ। अनि बेसार लगाएर चलाइसकेपछि म यसलाई एकछिन छोपी पकाउँछु। यो पाक्नुपर्छ आलु। अब आलुलाई छोपी पकाइसकेपछि आलु हेर्नु त कति राम्रो भुटेर यस्तो भइसकेपछि मैले त्यसमा टमाटर लगाइदिएँ। टमाटर लगाएर चलाइसकेपछि अनि त्यसमा मैले अघि पिसेको मसला पनि त्यसमै मिसाइदिएँ। मसला लगाएर मजाले चलाएर एकछिन छोपिदिएँ। अनि त्यसलाई मजाले छोपिसकेपछि चाहिँ मजाले चलाउने अनि छोपिदिने। यसरी मजाले छोपिदिइसकेपछि चाहिँ अनि त्यो मजाले पाक्छ। अहिलेको मैले जुन च्याख्ला खेलाएको थिएँ नि, मैले पिठो थोरै कचौरामा राखेको थिएँ, किनभने त्यसमा गुन्द्रुकमा अलिक पातलो रस हुन्छ नि त। अनि बाक्लो बनाउनु पऱ्यो। मकैको भातसँग त पातलो भन्दा बाक्लै मिठो हुन्छ कि, बाक्लै मिठो हुन्छ, फेरि खानु सजिलो। यसरी मैले मजाले त्यो पिठो घोलेर राखेको छु। अनि यता हेर्न टमाटर र मसला पनि कति मजाले पाकिसकेपछि मैले माथिबाट त्यो भुटिराखेको गुन्द्रुकलाई माथिबाट लगाइदिएँ। गुन्द्रुक पनि हल्का छिप्पिएको, साग हल्का छिप्पिएछ अनि अलिक सिन्का जस्तो भएछ। अनि माथिबाट नुन पनि लगाइदिएँ। अघि नै नुन आलुमा लगाएको भए चाहिँ आलुमा पुरै नुन लाग्थ्यो, गुन्द्रुकमा पटक्कै लाग्दैन थियो। त्यही भएर मैले एकचोटि गुन्द्रुक लगाइसकेपछि मात्रै नुन लगाइदिएँ। अनि मजाले चलाइसकेपछि यसरी मजाले चलाइदिने, नुन चारैतिर लागोस् न आलुमा गुन्द्रुकमा होइन, सबैतिर लाग्ने गरी चलाइसकेपछि यसरी एकछिन चलाइदिने, मजाले चलाइदिने। एकछिन चलाइसकेपछि अनि मैले त्यो घोलिराखेको पिठोलाई एकछिन छोपेर राखेर घोलिराखेको पिठो चाहिँ त्यसमै लगाइदिन्छु म। यसरी पिठो यसरी लगाइदिएको कस्तो जमेर बसिरहेछ पिठो पनि। अनि त्यसमा कति रस खानुहुन्छ? म त घरमा अहिले बुवा म मात्रै छौँ नि त। बाबु पनि नखाने खाना, यता देउरानी घर खाइसकेको छु उसले खाना। अघि नै म गएँ भोक लागेर, उतै खान्छु मम्मी भनेर ऊ गइसकेको थियो। अनि मैले ठिकै रस लगाएँ दुईजनालाई। बुवा र म मात्रै थिएँ, त्यही भएर रस ठिकै लगाएँ। यसरी मजाले पाकिसक्यो भने त कस्तो राम्रो भएछ। त्यस्तो रातो चाहिँ भएन कलर। बुवाको लागि खाना हेर्नु त रेडी गरेछु मैले, सलाद प्याज अनि सलाद पनि रेडी गरेँ। अनि यता मैले बाख्राको लागि खाना खोले पनि तयार गर्दैछु, बुवालाई खाना दिएर आएर मजाले। यता म छोरालाई बोलाउनु गएँ, फेरि खान्छ कि खाना उसले फेरि दोहोऱ्याएर भनेर बोलाउनु गएको। खाइसकेँ मैले, मम्मी उतै भन्दैछ। अनि ऊ नखाने रे, अब ऊ चाहिँ खेलिने चाहिँ हेर्न उस्यो कस्तो के चारैतिर ड्याम्मडुमी। मैले मेरो लागि पनि खाना रेडी गरेँ, काँक्रा, सलादमा मुला अनि प्याज अनि गुन्द्रुक आलु अनि मकैको भात। आज चाहिँ म एक्लै छु, एक्लै किन होला भनेर सोच्नुभएको छ भने मेरो देउरानी चाहिँ माइत गएको छिन्। उनी चाहिँ माइत, उसको माइत चाहिँ माइस्तान हो, माइत गएको छिन्। अस्ति छुट्टी थियो नि त, त्यही भएर माइत गएको छन्। म चाहिँ यसो गरी एक्लै खाँदैछु। एक्लै खान त्यति मन त लाग्दैन, त्यही पनि हजुरहरूसँग यहाँ भिडियो बनाउँदै बोल्दै गरेर खाएको हुनाले चाहिँ अलिक जाँगर लागेको छ। नभए त एक्लै त त्यति खानु मन नलाग्ने, तर अहिले चाहिँ मलाई यो भिडियोले गर्दा होला अब खाइहालौँ न त, अब भिडियोमा पनि देखाउनै पर्ने छ खाएर भनेर म चाहिँ यसरी खानातिर लाग्यो। मिठो भएको रहेछ खाना चाहिँ, तर कस्तो तातो खाना थियो नि त बाफले गर्दाखेरि। यस्तै छ। भिडियो बनाउँदै कति ठाउँमा मैले बोल्नु मिस्टेक गर्छु होला है। हजुरहरूले चाहिँ राम्रोसँग त्यसलाई बुझेर के भन्न खोजेको होला भनेर आफै बुझिदिनु होला। कुनै शब्दहरू के बोलौँ भन्छु, कतातिर के भइहाल्छ होइन, त्यसलाई चाहिँ हजुरहरूले मिलाएर बुझिदिनु होला। यस्तै गरी म चाहिँ जाडोमा मिठो मारेर गुन्द्रुकको तरकारी मकैको भात खाँदैछु। हजुरहरू पनि आफ्नो घरमा यस्तै गरी खानु होला। जाडोमा त धेरै मिठो हुन्छ गुन्द्रुक र मकैको भात। एक्लै खाँदाखेरि त लाटी जस्तै होइन, कुपु के, साथीभाइ हुँदाखेरि चाहिँ कति गफ लडा खान पाइन्छ नि त। यस्तै छ। खाना पनि खाँदैछु म। यता
अनि मेरो चाहिँ बाई बाई साथीहरू। मेरो चाहिँ फोन समात्दिने कोही पनि हुँदैन अनि आफैले फोन समात्दै यसो भिडियो बनाउनु पर्दा कति धेरै भिडियोहरू हल्लिएको हुन्छ है। यस्तै छ।